यसो पढ्नु गर्नु छैन संगति राम्रो होइन के हरिबहादुर पहिलामा जेलमा बस्दाखेरि नियम कानुन सबै बनाएर गएको तर अहिले आएर हेर्दा सबै बताउ आफूभन्दा ठुलो मान्छे आएपछि उठ्नु छैन कसैले कसैलाई टेर्दैन प्याकेट मार मोर नो डिसिप्लिन बस कुनै अनुशासन भन्ने नामै छैन देशकै अनुशासन खतम भइसक्यो यो त अब राम्रो मान्छे बस्ने ठाउँ होइन यसको के अनुशासन हुन्छ तर हरिबहादुर म फेरि एउटा कानुन बनाएर जान्छु नियम बनाएर जान्छु जेलभित्र अध्यक्ष उपाध्यक्ष बनाएर जान्छु हुन त म जेलभित्र धेरै दिन बस्दिनँ तर पनि आउने जाने क्रम त चलि नै रहन्छ त्यो त चल्छ नि मै 3 चोटि ओर्दर गरिसकेँ होइन त्यसैले म जेलभित्र एउटा नियम बनाएर जान्छु कानुन बनाएर जान्छु हो यहाँको अध्यक्ष त तपाईँ नै हुनुपर्छ त्यो त्यसरी मनोनित गरेर अध्यक्ष बनाएर हुँदैन मान्छेले कुरा काट्छन् बक्काइदासँग चुनाव गराएर जिताएर उहाँलाई चाहिँ कालो अबिर मुखमा दलेर सेतो अबिर मुख रातो अबिर रातो कस्तो कहिले काहीँ कस्तो बिर्सन्छु क्या रातो अबिर मुखमा दलेर माला लगाएर यो हरिबहादुरको गर्दनमाथि राखेर उहाँलाई यो जित कसको बुलेट भाइको भनेर यो जेलभरि नगर परिक्रमा जेल परिक्रमा गराउनु पर्छ त्यसो गरेर कसो होला हो चुनाव गर्ने अनि अध्यक्षमा बाबु बुलेटलाई नै बनाउने यो अध्यक्ष भन्ने शब्द पनि यो कस्तो भन्छ नि हिजो आज त यो नेताहरूको भाषण जस्तै सस्तो भइसक्यो अध्यक्ष उपाध्यक्ष मेरो विचारमा अलिकति गरुङ्गो शब्द राख्नुपर्छ जेलपति भन्ने शब्द प्रयोग गरौँ न कस्तो राम्रो टाइटल जेलपति हो उहाँलाई जेलपति नै राख्नुपर्छ कि जेलपति कि जेल मन्त्री पनि राम्रो हुन्छ जेल मन्त्री झनै राम्रो नि जेल मन्त्री वाह ल होइन त्यो अलि सुन्दाखेरि पनि होइन जेलपति जेल मन्त्री सुन्नुहोस् न अध्यक्ष उपाध्यक्ष वाह वाह हरिबहादुर वाह तिमी त बडो बुद्धिमान पो रहेछ त सबैले त्यसै भन्छन् झन् मेरो सहिनले त तपाईँ त कस्तो बुद्धिमान है भनेर एक घन्टामा भनिरहन्छ मिठो पनि बोल्दो रहेछ सबैले त्यसै भन्छ ल अब यो चुप 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 अब हामी फाल्तु कुरा नगर्ने अब हामी गाँठी कुरामा छौँ मेरो भनेको तात्पर्य के हो भनेदेखि अब हामीले जेलपतिलाई सर्वशक्तिमान बनाउने कि जेल मन्त्रीलाई सर्वशक्तिमान बनाउने अथवा जेलपति पद्धतिमा यो जेललाई लैजाने कि जेल मन्त्री पद्धतिमा यो जेललाई लैजाने त्यो कुरा हामीले छिनोफानो गर्नु पर्यो वर्तमान परिप्रेक्ष्यमा जेलपति पद्धतिमै जान पर्छ र जेलपति पद्धतिलाई नै पावरफुल बनाउनु पर्छ र उसले चुनाव जितेर आएपछि 5 वर्षसम्म उसलाई कसैले हटाउन नसक्ने र 5 वर्षसम्म उसले जे भन्छ त्यही मान्नुपर्ने बनाउनु पर्छ हुँदैन यसमा जानु हुँदैन जेलपति पद्धतिमा गयो भने ऊ तानाशाही हुन सक्छ उसले जे मनलाई त्यही गर्न सक्छ 5 वर्षसम्म उसको तानाशाही चल्न सक्छ यहाँ खत्तम पार्न सक्छ त्यो भन्दा त जेल मन्त्री पद्धतिमा जाने र जेल मन्त्री पद्धतिमा जानुभन्दा पहिले यहाँ भएका हाम्रो कैदीहरूको एउटा दल गठन गर्नुपर्छ जस्तै नेपाल पकेटमार दल नेपाल चोर दल नेपाल डाका दल नेपाल अपनकारी दल नेपाल फिरौती दल बुझ्नुभयो अनि यी सबै दलहरूको 2/3 मत पाएपछि बहुमत 2/3 बहुमत पाएपछि त्यो मन्त्रीले चाहिँ केही गर्ने एउटा सिस्टम राख्नुपर्छ नत्र त्यो पनि खराब भयो भने त यहाँ खत्तम पार्छ नि हो कि होइन हरिबहादुर यस्तो वाइयात बगम खुसीको कुरा यो जेलभित्र चाहिँ नेपाल अपहरण दल नेपाल पाकेटमार दल नेपाल चोर डाका दल नेपाल फिरौती दल यिनीहरू सबै दलको चाहिँ समर्थन लिएर अनि जेल मन्त्रीले काम गर्ने हो भने त यिनीहरूले त जेल मन्त्रीलाई फन घुमाउँछन् एक महिनामा जेल मन्त्री फेरिन्छ अस्थिर हुन्छ अस्थिर कहिले यसो गर्थ्यो भन्छन् कहिले उसो गर्थ्यो भन्छन् अनि कहिले घिच्छन् कहिले घाँटी थिच्छन् त्यसरी कहिले पनि स्थिर हुँदैन मेरो विचारमा के भनेदेखि वर्तमान परिप्रेक्ष्यमा यो जेललाई जेलपति पद्धतिमै लैजानुपर्छ बरु जेलपतिले कदाचित त्यस्तो गल्ती गर्यो भनेदेखि 2/3 बहुमतले जेलपतिलाई पनि हटाउन सक्ने नियम कानुन बनाउनुपर्छ त्यसो गरेर कसो होला हरिबहादुर त्यसो भए तिमी जेलपतिको चुनावमा उठ म तिमीलाई समर्थन गर्छु
सक्छु र यत्रो पद लिन पनि सक्छु र डर